जस्तै त्यो दिवाली आउनुभन्दा तिहार आउँदाखेरि पुरा किरा आउँछ नि, यसपालि किरा किन आएन भन त? त्यो आउनु पर्ने त, हरिहरि किरा आउँछ पुरा दुःख दिन्छ नि त। यसपालि किरा किन आएन? इन्भाइरोमेन्ट बिग्रेको होइन त यसले? के हुनसक्छ? किरा त आएन नि यसपालि, तिमीले यादै गरेन। अनि यो त एउटा त त्यो सिंहदरबार जलेर होला होइन, त्यस्तो होइन। इन्भाइरोमेन्ट बिग्रियो नि त, त्यो किरा आउनु त एउटा अर्थ हुन्छ। किन आएन यसपालि किरा? अनि किरा हामीले के भन्दैन, किरा आयो होइन दुःख दियो, तर यो चाहिँ के अरे लक्ष्मी पूजामा चाहिँ होइन, लक्ष्मी पूजापछि चाहिँ जलेर भन्छ। यसपालि किरा आयो त? आएन। यो त नराम्रो नि त किरा। किरा जेएनजीको प्रोटेस्टले डराएर होला। इन्भाइरोमेन्ट बिग्रेको यो। ए इन्भाइरोमेन्ट बिग्रेर हो। इन्भाइरोमेन्ट बिगार्ने त भ्रष्टाचारी नेताहरू हो नि त नि, होइन भने त अहिलेसम्म त देश कहाँदेखि कहाँ पुग्ने थियो। 36 वर्षदेखि त देश लुटेर बसेको छ, अनि त्यसैले गर्दा यो सब भएको हो क्या। त्यही त सोधेँ ल। ल धन्यवाद। ल किरा साँच्चै नै यसपालि आएन। किरा नआउनु कारण यो प्रदूषण वातावरणले गर्दा नआएको होला। अनि यो त दुःख लाग्दो कुरा नि त। किरा नआउनु के नै, किरा नआउनु भने त दुःख लाग्दो कुरा हो नि त होइन? किनभने जे छ दुनियाँमा त्यो चिजको त अर्थ छ नि त। जस्तै साँपलाई हामी किन बचाउँछौँ, त्यो गुइँलाई किन बचाउँछ होइन भन्नु त? त्यसलाई भनेको मतलब के भन्थ्यो त? यो किरा पनि लोप हो, यो जेएनजीले गरेर होला। वातावरण बिग्रेको नि त होइन? हो, वातावरण बिग्रेको के हो? त्यही हो वातावरण प्रदूषण। ल ठिक छ। ल भन, धन्यवाद है, धन्यवाद। ल धन्यवाद। जेएनजी पनि आयो। ल गुड नाइट। गुड नाइट। वातावरण प्रदूषणले गर्दा नै हो, यो त दुःख लाग्ने कुरा नै हो। दिन बिग्रेको हो त? त्यही भन्नु पर्यो, त्यही भन्नु पर्यो। वातावरण बिग्रेको हो नि त? वातावरण बिग्रेकै हो। ल ठिक छ। ल यही भन्नु किरा किन आयो त? किन आयो त्यो सोधेँ किन आयो त? के जानु त, म थोरै जोइ गर्ने मान्छे हो। वातावरण बिग्रेको हो नि त। जस्तै अब दुनियाँमा जे चिज छ त्यो अर्थ छ नि, त्यो किरा आउनु के अर्थ थियो होला नि त? यस्तो छ नि दाइ, किरा भनेको कस्तो छ भने तपाईँलाई त्यो प्रत्येक वर्ष आउँथ्यो, अनि हामीले लसी पूजा डढ्यो भन्थ्यो। जुन चाहिँ एउटा प्रोडक्सन हुन्छ नि दाइ, किराको प्रोडक्सन हुने चिजै बन्द भइसक्यो। जस्तो हरियो किरा गनाउने किरा आउँथ्यो नि, अनि हामी के भन्थ्यो, लसी पूजामा गइहाल्छ भन्थ्यो नि त होइन? किन आयो त्यसपालि? पात मास्यो, यो मास्यो, त्यो मास्यो, सबै चिज भयो। ग्लोबल वार्मिङले मैले भन्नु खोजेको, मैले सुन्नु खोजेको अर्जुन भाइसँग यही हो। मर्नु जरुरी पनि छैन, अब बत्ती नै दियो बाल्न छोडिहाल्यो, मर्दा पनि मर्दैन, आएर पनि के गर्ने। अब नयाँ कुरा आयो, नयाँ कुरा। त्यसो भए टोटलमा के भन्नुपर्छ तपाईँले? के भन्नुहुन्छ नआउनु कारण? ग्लोबल वार्मिङ। ल धन्यवाद है। ल धन्यवाद। पारस भाइ, हजुर एउटा प्रश्न सोध्छु ल। जहिले पनि दसैँ तिहारमा हामी दोकानहरूमा घरमा त किरा आउँछ नि, एकदम हरिहरि किरा गनाउने किरा आउँछ नि, यसपालि किन आएन भन त? दुःख लाग्दो कुरा होइन, किन आएन त? मलाई लाग्छ त्यो किरा आउनुभन्दा पहिला अगाडि नै यो देशमा आग लागिहरू भयो नि, त्यो किराहरू त्यही आगोमा लागेर जलेर मऱ्यो कि जस्तो लागिरहेको छ मलाई।